नमस्कार, पाउन अनलाइन टिभी च्यानलबाट बेलुकी 7 बजेको समाचारमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म जना सेन्चुरी। र अब सुरु गरौँ यस प्रसारणका मुख्य समाचारहरूबाट। आज देशभर नै चुनावको लहर, हर्क रवि बीचको समर्थक बीच नै हानाहानको अवस्था। यही फागुन महिनाभित्र हर हालमा चुनाव गर्ने, जसरी भए पनि गर्ने, केही सिट नलागे कुटेर भए पनि गर्ने शिक्षा मन्त्री महावीर पुनको भनाए। टमाटर 1 केजी, प्याज 1 केजी, लसुन 1 केजी, मटर 1 केजी। अरे हेलो हेलो सिस्टर, हजुर तपाईँ यहाँ आउनुहोस् त एकछिन। हजुर यहाँ आउनुहोस् न। सोचना पड़ता है रे, कौन सी गाली देने का सोचना पड़ता है मेरे को। हजुर नि के भयो होला? आजको समाचार कसले रेडी गरेको? यो समाचार त आज सुनिल सरले तयार गर्नु। उहाँलाई चाहिँ एकछिन पठाइदिनुहोस् त। एकैछिन पर्खिनुहोस्। ल छिटो। किन के भयो म्याम? यो के यस्तो सुनिल सर? किन के भयो र? यहाँ त टमाटर प्याज कसले छ त? यो अघि मलाई बुढीले घर फर्किँदाखेरि सब्जी ल्याउनु भनेको थियो, त्यसको लिस्ट परेछ। यस्तो पनि हुन्छ त अनि 2 चोटि हैन 3 चोटि हैन 4 चोटि भइसक्यो तपाईको मिस्टेक। के हो यस्तो? तपाईलाई जागिर खान मन छैन? हुन्छ नि। अनि के हो यस्तो जहिलेको मिस्टेक लिस्टहरु लिएर राखिदिन्छ यार? के हो यस्तो? भइहाल्यो, माफ गरिदिनुस् न। अर्कोचोटि फिक्स गर्दिन नि। कुछ भी यस्तो नि हुँदैन। यस्तो पाराले कहाँ हुन्छ त अनि? यस्तो मिस्टेक समाचार भनिरहेछ यहाँ लिस्ट छ यस्तो हो। अनि हैन नेपालमा हुन्छ कति बेला। यस्तो हुँदैन। अब तिमीलाई जागिर खान मन छैन भने बरु जाँदा हुन्छ। तपाईको हिसाब किताब हैन जागिर त खानु छ नि मिस। त्यस्तो कुरा नगर्नु न। त्यस्तो हुँदैन। अब तपाईले आफ्नो हिसाब किताब कति के छ हिसाब किताब गरेर लानु। तपाईलाई अब राख्न सकिँदैन यहाँ। सुन भन्नुस् न। तपाईले यो कहिले हुन्छ नि हौ। कस्तो कहिले यस्तो ठुलो मिस्टेक त्यही पनि एकचोटि हो त धेरैचोटि भइसक्यो। तपाईको यस्तो हुँदैन। यस्तो पाराले कहाँ हुन्छ त अनि? यति ठुलो मिस्टेक गरिदिने? हैन भइहाल्छ नि हौ। त्यस्तो चल्दैन। होइन त्यस्तो हुँदैन। कामबाटै निकालिदिनु भयो भने त म कसरी पेट पाल्नु खोजेको? त्यस्तो हुँदैन। अब तपाईँ जागिर छोड्ने अवस्था आयो, धेरैचोटि भयो तपाईँको मिस्टेक। अब हुँदैन। तपाईँलाई अब हिसाब गरेर कति हुन्छ त्यति दिने हो। त्यस्तो हुँदैन। कहाँ यत्रो धेरै मिस्टेक हेरिँदैन यसरी रेडी गर्दाखेरि। लिस्टहरू राखिदिने यस्तोमा यसरी चल्छ? कहिले मात्रै हो यो। कस्तो कहिले जानुहोस् ए मलाई कामबाट निकाल्ने म यहाँ अहिले आगो लगाइदिन्छु। मलाई तपाईँले त समाचार बनाउँदाखेरि को नेताबाट कति खानुभएको छ मलाई एक म सब सोसियल मिडियामा अपलोड हानेर अनि हालिदिन्छु। अनि त्यो कसको जवाबदार रहेछ हेरौँ। मैले त्यस्तो त नगरौँ। कस्तो त्यस्तो भनेर हुन्छ? मलाई एक डिटेल थाहा छ, म सब हालिदिन्छु। सर सुन्नुहोस् न, त्यस्तो चाहिँ नगरौँ कि मिलाउन कुरा। तपाईँ कहाँदेखि कहाँ हुँदैन। यहाँ अब म बालसेक म तपाईँको जब त म खाएरै छोड्छु। म सबै एक हालिदिन्छु। अनि होइन कि सर त्यस्तो नगरौँ न। हुँदैन। मलाई पनि जबबाट निकाल्ने हालेँ। हुँदैन म हालिदिन्छु। म एकछिनबाट म घर मात्रै जाउँ न, म एक हालिदिन्छु। अनि होइन सर त्यस्तो नगरौँ। मिलाउँ न बरु। के गर्नुपर्छ भन्नुहोस् न। मिलाउने हो भने मलाई यहाँ मेरो च्यापु हल्लाउने दिनु पर्यो। के हल्लाउने अरे? च्यापु हल्लाउने। च्यापु खानु परेन, चबाउनु परेन म्याम। ल भन्नुहोस् न त कति दिनु? मलाई 50 लाख। कुछ भी 50 लाख दिनुभयो भने मात्रै, नत्र भने त भिडियो हालिदिन्छु म त सोसियल मिडियामा। त्यस्तो कुरा नगर्नु न। अब मिलाउनु पर्छ। मिलाउँ न त। 50 लाख ठ्याक्कै। अस्ति पुलको रिपोर्ट गर्दा कति थाक्छ मलाई पनि थाहा छ नि। हामीलाई पनि चाहियो नि च्यापु चपाउने। ऐसा मत करो मेरी जान। मलाई 50 मलाई पनि चाहियो नि। 50 मलाई पनि चाहियो नि। कति चाहियो र? मलाई पनि 50 चाहियो नि। तपाईँलाई कति चाहियो? मलाई पनि 50 चाहियो भने कसलाई एकछिन दिनुहोस् 50 लाख। तपाईँलाई कति चाहियो अरे? मलाई नि 50। रहा नहीं जाता। ये 50 लाख हो। यो
यहाँ 50 लाख लेखेर मात्रै 50 लाख हुन्छ मलाई पनि कसैले क्यास दिएको छैन, मलाई नि यसरी नै लेखेर दिएको हो।